डिग्री छ भन्दैमा तपाईँ सफल हुनुहुन्छ भन्ने ग्यारेन्टी छैन, किनकि जीवन सर्टिफिकेटले होइन स्किलले चल्छ। डिग्री भित्तामा सजाएर बस्नु सक्छ र सिपले तपाईँलाई वास्तविक जीवनमा अगाडि बढाउँछ। आजको समयमा मसँग डिग्री छ भनेर हुँदैन, म यो काम गर्न सक्छु भनेर आफ्नो क्षमता देखाउनु सक्नुपर्छ। त्यसैले डिग्री कमाउनुहोस्, त्योभन्दा पनि महत्त्वपूर्ण सिप सिक्नुहोस्, किनकि डिग्रीले परिचय दिन सक्छ र सिपले पहिचान बनाउँछ। आज सिकेको एउटा नयाँ स्किल नै भोलिको सफलताको आधार बनिन सक्छ। तपाईँको विचारमा डिग्री ठुलो कि